मान्य सदस्य भीष्मराज आङदम्बेलाई रोस्टम प्रयोग गरेर आफ्नो कुरा छोटकरीमा राख्न समय दिन्छु। अरू मान्य सदस्यहरू बस्नुहोस्। विपक्षी दलका नेता मान्य सदस्य भीष्मराज आङदम्बे। सम्माननीय सभामुख महोदय, निकै लामो सकसपछि रोस्टममा बसेर राष्ट्रिय अस्मितामा व्यक्त गरिएका अत्यन्तै संवेदनशील विषयहरूको विषयमा विचारहरू राख्ने अवसर प्राप्त भएको छ। यो अवसर धेरै अगाडि प्राप्त हुनुपर्दथ्यो, यद्यपि कतिपय नहुनुपर्ने त्रुटिहरू पनि भए र मैले कुरा राख्दै गर्दाखेरि पनि अहिले पनि विपक्षी बेन्चबाट आदरणीय माननीयज्यूहरूले आफ्नो असन्तुष्टिहरू व्यक्त गरिराख्नै भएको छ। सम्माननीय सभामुख महोदय, आज वास्तवमा असामान्य परिस्थिति छ र यो सम्मानित सदनलाई यही असामान्य परिस्थितिको बीचमा सम्बोधन गर्न पनि म उभिएको छु। म जान्दछु म त्यो देशको नागरिक हुँ जुन देश इतिहासमा कहिल्यै कसैको उपनिवेश बनेन। म जान्दछु मेरो देश वीर गोर्खालीको देश दुनियाँमा कहिल्यै कसैको सामु पनि झुकेन। तपाईँ हामी कैयौँले बाल्यकालदेखि सुन्दै आएको अत्यन्तै कर्णप्रिय र अत्यन्तै लोकप्रिय गायक गोपाल योन्जनज्यूको गीत हामीले सुनिरहेका छौँ, जो राष्ट्रिय भावनाले ओतप्रोत पनि छ। खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न, घोटिएर हात पाउ झरिजाउन औला, तर कोही अगाडि यी हात जोडिन्न, बनेको छ पहराले यो छाती मेरो। मैले यति भने सायद राष्ट्रका प्रति हाम्रो संवेदनशीलताहरू यहाँनिर छ्यापछ्याप्ती पोखिएको छ, जोडिएको छ। म यो कुरा राख्न चाहे। सभामुख महोदय, यो राष्ट्रिय गीतको शब्दले यही सन्देश दिएको छ कि नेपाली आमाको गर्भबाट हिजो जन्मिएका या भविष्यमा जन्मिने प्रत्येक बच्चा, प्रत्येक मान्छे शिरमा स्वाभिमान बोकेर बाँच्नेछ। सगरमाथा मात्रै होइन, सगरमाथा जत्रै स्वाभिमान बोकेर बाँच्नेछ। तर यस्तो सोच्छु सभामुख महोदय, आज गोपाल योन्जन हुनुहुन्थ्यो भने हाम्रो देशले छिमेकीको सिमाना मिचेको छ भनेर गर्वका साथ आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति सुनेर के भन्नुहुन्थ्यो होला? मलाई त्यो लागिरहेको छ। उहाँले पक्कै सोध्नुहुने थियो, मलाई त्यस्तो लाग्छ। उनले पनि मिचे, हामीले पनि मिच्यौं, के हिसाब बराबर भन्न खोज्नुभएको प्रधानमन्त्रीजी? यही प्रश्न सोध्नुहुन्थ्यो उहाँ, भौतिक रूपमा आज हाम्रो सामुनेमा भएको भए। दुनियाँलाई थाहा छ सभामुख महोदय, लिपुलेख हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो। यही संसदले ती भूभाग सहितको नेपालको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ। यो विषयको हल उत्तेजना र आवेगले होइन, संयमित ढङ्गले गहन संवादको माध्यमबाट, कूटनीतिक प्रक्रियाबाट हुनुपर्दछ। हामी सबै यही चाहन्छौँ। त्यसका लागि हामी पक्ष प्रतिपक्ष सबै नै सरकारको साथमै थियौँ र छौँ। तर सरकार र सत्तारूढ पार्टीको रवैया यो गम्भीर प्रश्नप्रति गम्भीर देखिएन सभामुख महोदय। सभामुख महोदय, सरकार अलग कुरा हो, पार्टी अलग हो, मन्त्री प्रधानमन्त्री पद अलग हो, संसद अलग।
यो तथ्य बुझेर अघिल्लो संसदमा जुन बेला नेपाली कांग्रेसका वर्तमान पार्टी सभापति र उपाध्यक्ष तत्कालीन अवस्थामा प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँहरूले रोस्टममा उभिएर आफ्नै सरकारको पनि कमजोरीहरू केलाउनु भएको थियो। कांग्रेसका सांसदहरू, कांग्रेसकै मन्त्री प्रधानमन्त्रीका विरुद्ध आवश्यक विषयमा प्रश्न उठाउनुहुन्थ्यो, प्रहार गर्नुहुन्थ्यो। त्यसैले दम राखेर भन्न सकियो आजको मितिमा यो रोस्टममा उभिएर कांग्रेस लास र दासको पार्टी होइन, त्यही हिम्मतमा, त्यही नैतिक धरातलमा उभिएर आज हामीहरूले बोल्न सकिरहेका छौँ। सभामुख महोदय, तर आजको मितिमा यो संसदमा प्रश्न गर्ने क्षमताले आत्महत्या गरिरहेको बडा कारुणिक दृश्य मैले यहाँ देखिरहेको छु। सत्ताको कित्ताबाट कोही एकजनाले हिम्मत गर्लान्, मेरो देशले कसको सीमा कहाँ मिचेको छ भनेर प्रश्न गर्लान् भनेको त सभामुख महोदय म आफै लज्जित छु। उल्टै कतिपय संसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न मैं शब्द प्रयोग गर्न त चाहन्नथे, तर भन्छु त्यति नराम्रो त छैन। न्वारानैदेखिको बल लगाएर दौडिराख्नु भएको छ, नेपालले मिचेको भूमि खोजिराख्नु भएको छ। यो खालको जनताले देख्दाखेरि पनि नरुचाउने खालको हरकत गर्ने मित्रहरूलाई वीर भक्ति थापाको त्यो आत्माले धिक्कारलान् कि हाम्रा छोरा नातिहरूले भोलि कुनै दिन हामी हजुरबा हजुरआमा हुँदै गर्दाखेरि या म यति सुन्दर उमेरहरू देख्छु म यो सदनभित्र, म त्यो उमेर कहिले बुढो नहोस् भन्ने चाहन्छु, कहिले त्यो उमेर बुढो नहोस् भन्ने चाहन्छु। तर प्रकृतिको नियमसँग मेरो सद्भाव र मेरो कामनाले काम दिँदैन, एक न एक दिन त पाएको हुन्छ। तिनै हाम्रा छोरा नातिले हामीलाई फर्केर भक्ति थापाको आत्माले धिकारेको जस्तै प्रश्नहरूको जवाफ नपाउँदाखेरि धिक्कार्छ कि धिक्कार्दैन, यो सोधेर म उसै पनि सत्ता पक्षका माननीय सांसदहरूको मन दुखी भएको होला। त्यो दुखी आत्मालाई थप दुखी बनाउन म चाहन्न। बरु सभामुख महोदय, म यो संसद अब यही विषयमा रुमल लिएर बस्नुहुन्न भन्ने परिपक्व र जिम्मेवार दायित्वतर्फ सबैको बडा नम्रतापूर्वक ध्यान आकर्षण गराउन चाहन्छु। यो वर्षको बजेट उपरको छलफल बाँकी छ सभामुख महोदय। नेपाली जनताका अन्य कैयौं जीवन्त मुद्दामा छलफल गर्नु छ हामीहरूले। प्रधानमन्त्रीजीलाई संसद नचाहिएला प्रधानमन्त्रीजीलाई, तर प्रतिपक्षलाई संसद चाहिएको छ। फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनु होला, फेरि अर्कै त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले, तर डर लाग्छ फेरि कुनै उदण्डता मचाइदिनु होला, डर लागिराखेको छ। तर म अब उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्याहरू, प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठुलो छ, भन्दा पनि संवेदनशील छ। त्यसकारण म उपरान्त अब खोज्न चाहन्न। तर प्रधानमन्त्रीले बोलेकै कुरामा मात्रै अल्मलिएर गरिमामय संसदको अमूल्य समय खेर फाल्नु हुन्न भन्ने जिम्मेवारी बोध गर्ने कार्यमा कमजोरी गर्न पनि म चाहन्न। नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवारीपूर्ण थियो। यसलाई जतिसुकै रफू गरे पनि, जतिसुकै शब्द विशेषणहरू थपे पनि उहाँले भनेको यही हो, दुनियाँले सुनेको यही हो, वर्तमान र आउने पुस्ताहरूले घरिघरि देखिराख्ने कुरो यही हो, सुनिराख्ने कुरो यही हो। त्यो अभिव्यक्ति आपत्तिजनक थियो, लज्जास्पद थियो। तर यदि हाम्रो संसदमा लगातार, म एउटा अन्दाज मात्रै गर्न चाहन्छु सभामुख महोदय, यो हाम्रो संसदमा लगातार 5 दिनसम्म 5 जना अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू राखेर छलफल गरिएको भए मेरो अन्दाज हो, 5 मिनेटपछि ती अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले दिने निष्कर्षमा उहाँहरूले के लेख्ने रहेछन् त मैले कल्पना गरेँ। नेपालले भारतको सीमा मिचेको कुरा सत्य हो रहेछ भनेर लेख्नु हुने रहेछ, किनकि सत्ताको टेपले टालिएका ओठहरू
181 मनहरू सत्यको पक्षमा बोल्न सक्ने स्थितिमा थिएन सभामुख। किन थिएन थाहा छैन, केले रोकिराखेको थियो थाहा छैन। यो पार्टीभित्र अभिव्यक्ति स्वतन्त्रतालाई उहाँले कसरी उपभोग गरिराख्नु भएको छ म त्यो पनि भन्न चाहन्न। पार्टीभित्र आफ्ना नियमहरू होलान्, तर सत्ताको टेपले टालिएको त्यो ओठहरू सत्यको पक्षमा बोल्न सकेन, उठेन। सबै संसद बोल्ने हो भने ती विदेशी पर्यवेक्षकहरूले लेख्नेछन्। नेपालको संसदको बहुमत सांसदले स्वीकारेका छन् नेपालले भारतको सीमा मिचेकै हो, किनभने 181 वटा हातहरूले गडगडाट ताली बजाएर समर्थन जनाएर राति निन्द्रा लाग्यो कि लागेन म त्यो सोध्न चाहन्न। खाना खानु हो कि भएन म त्यो सोध्न चाहन्न। तर यति भन्छु, त्यो बहुमत संसदले स्वीकारेका गडगड तालीले समर्थन जनाएको त्यो कुरो के थियो भन्दाखेरि नेपालले भारतको सीमा मिचेकै हो। किनकि मिचेको होइन भन्ने संख्या त संसदमा अल्पमतमा छ सभामुख महोदय। बहुमत संसदले त्यो स्वीकारेको लज्जास्पद दृश्य, साँच्चै नै लज्जास्पद दृश्य थियो त्यो। झलजति सम्झिन्छु सभामुख महोदय। म त्यो दिन जब प्रधानमन्त्रीजीले त्यस्तो बोल्नुभयो तब राष्ट्रसभाका माननीय सदस्यज्यूहरूले, जो मेरो व्यक्तिगत चिन्जानको पनि हुनुहुन्छ, मेरो अत्यन्तै धेरै आदरणीय पनि हुनुहुन्छ, मेरो समकालीन साथीहरू हुनुहुन्छ, उमेरले सानो होला बुद्धिले धेरै ठुलोहरू हुनुहुन्छ, समर्थनमा ठोक्नु भएको त्यो टेबलको ड्याङ 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 त्यो आवाजले आज पनि मलाई चैनले निन्द्रा आउन दिएको छैन। यति त म भन्छु सभामुख महोदय। माफ पाऊँ सभामुख महोदय, मैले यो जन्ममा देखेको अहिलेसम्मकै सबैभन्दा लज्जास्पद र सबैभन्दा दुःखद दृश्य थियो त्यो। म दुःख व्यक्त गर्दछु। त्यो दिन मैले सम्झिएँ सभामुख महोदय, जननायक बीपी कोइरालाले प्रधानमन्त्री छँदा समीक्षा दैनिकका सम्पादक मदनमणि दीक्षितलाई बोलाएर भन्नुभएको वाक्य, धेरैले यो नाम सुन्नुभएको छ। मसँग संसदमा 2/3 छ। बीपीले मदनमणि दीक्षितलाई भन्नुभएको, मसँग संसदमा 2/3 छ, मेरो कमजोरी केलाउन प्रतिपक्षको स्वर दोहोरो सुनिएको छैन, त्यसैले मबाट गलत काम हुन नदिन तपाईले आफ्नो पत्रिकाबाट मेरो गल्ती कमजोरी एक केलाएर लेखिदिनुस् है। बीपीले मदनमणि दीक्षितज्यूलाई बोलाएर भन्नुभएको शब्द हो। मैले यो ऐतिहासिक शब्द हो। बीपीले आफ्नै पार्टीका सांसदहरूलाई पनि प्रेरित गरिरहनु भयो र भन्नुभयो, तिमी पार्टीको सांसद मात्रै होइन, जनताको पनि सांसद हौ। तिमीले अन्तर्आत्माको आवाज सुन्न र जीवन्त आवाज उठाउन बन्द गरेको दिन बुझ्नु, तिमीसँग सास फेरिरहेको तर निर्जीव शरीर मात्र बाँकी छ, अरू केही बाँकी छैन। यही भन्नुभएको थियो बीपी कोइरालाले। म यो कसैका प्रति लक्षित गर्दिन, आफैले मम गरौँ। तर सभामुख महोदय, आजको संसदमा को निर्जीव छन्, को सजीव छन्, किताकाटको बाटोमा म जान पनि चाहन्न। म यति भन्न चाहन्छु, प्रतिपक्ष जिउँदो छ र प्रतिपक्षमा रहेका दलहरू र प्रत्येक सांसदहरू सरकारले गर्ने राम्रो काममा समर्थन र साथ अनि गलत काममा प्रश्न बोकेर जीवन्त उभिएको छ। यो पनि म यहाँनिर भन्न चाहन्छु। संसारभरि नै लोकतान्त्रिक पद्धतिको प्रतिष्ठा र संसदको गरिमा त्यसको प्रमुख नेतृत्वमा रहेको व्यक्ति अनि मुख्य दलको गतिविधिमा धेरै निर्भर हुन्छ। फागुन 21 को निर्वाचन पश्चात बन्नुभएको प्रधानमन्त्री अनि थिति बसाल्ने संकल्प सहित पहिलो पार्टीले साँच्चै थिति बसाल्ला भन्ने अनुमान मैले साँच्चै नै गरेको थिएँ सभामुख महोदय, साँच्चै नै गरेको थिएँ मैले। तर त्यसको ठिक विपरीत प्रधानमन्त्रीले थिति तोड्ने बाटोमा बेपरवाह लागिरहनु भएको छ। अनि सच्याउनु पर्ने र ठिक ठाउँमा ल्याउन ध्यान दिनुपर्ने पार्टीका सबै शीर्ष मित्रहरू, नेतृत्वहरू खुलेर समर्थन गर्न नसक्ने
र विरोध पनि गर्न नसक्ने अजीबको जिन्दगी यतिखेर बाँचिरहनु भएको छ। मैले कसैका प्रति लक्षित गरेको होइन, यो पनि आफैले म गरौँ, म यति भन्न चाहन्छु। तर सभामुख महोदय, नागरिकले एक एक हिसाब राखिरहेका छन् भन्ने कुरामा सरकार अनि सत्तारूढ पार्टी रासपा सजग बनोस्। म गम्भीर ध्यान आकर्षण श्रद्धेय नेतृत्वहरूलाई गराउन चाहन्छु। नागरिकले तपाईको पारदर्शिताको शैली, सुशासनको दृश्य, मानवताको चित्र अनि राष्ट्रवादको वास्तविक चरित्रको एक एक घटना निरन्तर निहालिरहेका छन्। मैले सुनेको छु गएको निर्वाचनमा मत दिएका मध्ये कतिपयले कालो डायरी अभियान सुरु गरेका छन् रे। त्यो डायरीमा तिनले तपाईका एक एक कर्मको साइड टिपोट गरेर पनि राख्नेछ। म नम्र ढङ्गले आग्रह गर्दछु, कालो डायरी अभियानका सदस्यहरूलाई नकारात्मक रूपमा नलिनु, हामी कसैले पनि नलिउँ। तिनले कमजोरी केलाइदिएपछि तपाईहरूलाई सच्चिन सहयोग पुग्नेछ। तिनले सायद यसरी टिपिरहेका होलान्, मेरो अन्दाज हो सभामुख महोदय। सम्माननीय राष्ट्रपतिले सम्मानित सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला हाम्रा सम्माननीय प्रधानमन्त्रीले एकाएक संसद भङ्ग गरिदिनु भयो। संसदीय इतिहासमा यस्तो कहिल्यै भएको थिएन, नेपाल मात्र होइन संसारमै यस्तो कहीँ भएको थिएन। एउटा यो टिपिरहेको छ होला, टिप्नु भएको होला। तिनको डायरीको टिपोटमा यो पनि होला, प्रधानमन्त्रीलाई सरकारका एक कर्मचारीले व्यक्तिगत सम्बन्धका कारण म्यासेज पठाए बापत तिनलाई कुनै पक्राउ पूर्जी बेगर घरबाट उठाइयो अनि प्रधानमन्त्रीले पुरानै फु शैलीमा फेरि लेख्न भ्याउनुभयो। तिनै र त्यस्ता सबै कर्मचारीको हुर्मत लिने खालको स्ट्याटस यो पनि त्यो कालो डायरीमा लेखिएको होला। डायरीमा यो पनि लेख्दै होलान्, टिभीमा कार्यक्रम चलाउँदा राष्ट्रवादको प्रश्नमा बाघ बनेर गर्जिने कोही मित्र, म नाम लिन चाहन्न, अहिले म्याउ नगरी फर्किनु भयो। कालो डायरीमा यो पनि होला। सुशासनको नारा दिएर चुनाव जित्ने तर संसदलाई भ्रष्टाचारको मुद्दा लागे निलम्बन नहुने गरी संसदको नियमावली बनाउने, यो पनि लेख्नु भएको होला, लेखिरहनु भएको होला। सुशासनको प्रश्नमा यो पनि पक्कै लेख्नु भएको होला कालो डायरीमा। छानबिन आयोगका नाममा छलछाम आयोग बनाउने, तब प्रतिवेदन पढ्नै परेन, दोषविहीन करार, आफै झाँक्री, फेरि आफै पुरस्कृत हुने, यो पनि लेखिराख्नु भएको होला। हिजो प्रश्न गर्दा मन्त्रीको बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीको बारे गम्भीर प्रश्न उठ्यो, सबै बरफ किन? किन सर्फ बरफ? त्यो डायरीमा यो पनि टिप्पण परेकै होला। डायरीमा टिप्नेहरूले इन्द्रबहादुर राईको नाम पनि टिपेका होलान्। म सभामुख महोदय मार्फत सोध्न चाहन्छु प्रधानमन्त्रीजीलाई, के तपाईँ इन्द्रबहादुर राईलाई चिन्नुहुन्छ? सायद चिन्नुहुन्न। बल्खुमा जसले टहरा भत्काइन लागेको देखेर यो दुनियाँबाट आफैसँग बिदा मागे अनि बिदा लिए, तिनै हुन् इन्द्रबहादुर राई। सम्माननीय सभामुख महोदय, दुनियाँभर संसदमा राष्ट्रिय अध्यक्षले सरकारको नीति तथा कार्यक्रम पढ्ने परम्परा छ र त्यो नीति तथा कार्यक्रम राष्ट्रपतिले नभएर प्रधानमन्त्रीको नेतृत्वमा रहेको क्याबिनेटले तयार गरेको हुन्छ। आफ्नै सरकारले तयार गरेको देशको वार्षिक कार्यतालिका, वार्षिक कार्यनीतिका प्रति प्रधानमन्त्री स्वयंले बैठक बीचबाट निस्किएर अविश्वास प्रकट गरेको दुनियाँकै संसदको पहिलो यो घटना थियो। यो घटना संसदीय मर्यादा विपरीत मात्र होइन, सम्माननीय राष्ट्रपति प्रति राख्नुपर्ने सम्मानको विपरीत मात्रै होइन, अस्ति फागुन 21मा घाममा लाम लागेर भोट दिने प्रत्येक मतदाताको पनि अपमान थियो। यसको पनि समयले जवाफ माग्ला, किनकि यो संसद कसैले टीका लगाइदिएर बनेको होइन। यहाँ बसेका प्रत्येक सांसद जसरी प्रधानमन्त्री मतदाताको मतबाट चुनिएर यहाँ पुग्नुभयो त्यसरी नै पुगेका हुन्। सत्तारूढ सांसदहरू पनि दास र प्रथाकालीन सांग्लामा बेरिएका निरीह जीव होइनन्, न दास हुन् न लास हुन्। प्रत्येक सांसद सार्वभौम अधिकार सम्पन्न नेपाली जनताका सार्वभौम प्रतिनिधिहरू हुन्। तर प्रधानमन्त्रीजीले यो प्रत्येकको स्वाभिमानलाई एकदमै हलुकासँग लिनुभयो। यसो गरेर उहाँले सांसद र नेपाली जनताको अपमान गर्नुभएको छ। यो मेरो ठराइ पनि हो सभामुख महोदय। सम्माननीय सभामुख महोदय, हाम्रो संसदीय नियमावलीले विशेष गरी 3 अवस्थामा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति र प्रत्यक्ष जवाबदेहिताको अपेक्षा गर्छ। सरकारको नीति तथा कार्यक्रमको छलफलमा, प्रधानमन्त्री र उनको मातहतको मन्त्रालयसँग जोडिएको विषयको छलफलमा र सदनमा सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तरमा।
यही जेठ 17 गते बैठकमा छापामार शैलीमा सदनमा उपस्थित भएर र्याप शैलीमा प्रधानमन्त्रीले जे बोल्नुभयो, यद्यपि म उहाँको जुन र्यापर एउटा छवि छ, म त्यसको प्रशंसक पनि हो। उहाँको र्यापका प्रति मेरो सम्मान पनि छ। बोल्न दे सरकार भनेर बोल्नु अहिले पनि याद आउँछ मलाई, मनपर्छ मलाई। यहाँ आएर बोल्नुभयो, प्रधानमन्त्रीले जे बोल्नुभयो त्यसले प्रधानमन्त्रीको पदको गरिमा ध्वस्त बनाएको उहाँले भ्यौ पाउनु भएन। एउटा मञ्चमा उभिएर र्याप गीत गाउनु र यहाँ बसेर मेरो प्रधानमन्त्रीले थाहै पाएन भन्न पनि मेरो मनले दिँदैन, तर त्यस्तै खालको अभिव्यक्ति दिनुभयो र उहाँको गरिमा ध्वस्त भएको भ्यौ पनि उहाँले पाउनु भएन। संसदको रोस्टम र्याप ब्याटलको स्टेज थिएन र होइन भन्ने अलिकति पनि हेक्का उहाँले राख्नु भएन। सम्माननीय सभामुख महोदय, बेलायतबाट सुरु भएको संसदीय परम्परालाई दक्षिण एसियामा गरिमापूर्वक प्रतिष्ठित गराउनमा दुई राजनेताको विशिष्ट भूमिका छ। भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, यी दुवै नेताले नियमावलीले प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अपेक्षा गरेको बेला मात्र होइन, सदनमा हुने सबै छलफलमा उपस्थित भएर संसदको गरिमा र महत्त्वलाई बढाउनु भएको थियो। तर जेठ 17 गते सदनमा प्रधानमन्त्रीको उपस्थिति र भूमिका उहाँको एकलौटी र एकतर्फी चयन र छनौटको विषय थियो। उहाँले प्रश्न लिन्छु भनेपछि हामीले प्रश्न सोधेका थियौँ, तर हाम्रो अपेक्षा यति थियो र हो कि प्रधानमन्त्रीको संसदमा उपस्थिति सारगर्भित हुनुपर्छ, तर त्यो दिन त्यस्तो भएन। उहाँ अचानक आउनुभयो, अचानक बोल्नुभयो अनि दाबी नै गर्नुभयो नेपालले पनि भारतको सीमा मिचेको छ। हामीले त हाम्रा सम्मानित प्रधानमन्त्रीको टङ स्लिप भएको होला भन्ठानेका थियौँ, तर जे होस् संसदको रेकर्डमा रहिसकेको त्यसका बारेमा प्रधानमन्त्रीले संसदमा पुनः उभिएर सफाई दिनुपर्छ, प्रश्न पार्नुपर्छ भन्ने हाम्रो अडान हो। संसदमा आएर त्यो कुरालाई फिर्ता लिनुहोस्, हाम्रो माग वा अडान जे भन्नुहोस्, हामीले खोजेको त्यति मात्रै हो। सम्माननीय सभामुख महोदय, 2076 को संसदमा तत्कालीन प्रधानमन्त्री श्रद्धेय केपी ओलीले प्रतिपक्षले उठाएको सवाललाई निम्छरो शब्द प्रयोग गरेर अपेक्षा गर्दा तत्कालीन सभामुखद्वारा प्रतिपक्षी सांसदको न्यायपति अनुरूप निम्छरो शब्दलाई रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको थियो र संसदको रेकर्डबाट हटेको पनि थियो। तर मलाई रेकर्डबाट हटाउन आँट नगर्नु भएको श्रद्धेय सभामुख महोदय, तपाईका प्रति मेरो यो प्रश्न पनि उठाएको छ, सोधौँ नसोधौँ बडो असमञ्जस पनि छ, मित्रता पनि छ, तर केले रोक्यो तपाईलाई यो रुलिङ गर्न, प्रश्न सोध्न? म आफै सकित छु, तर कुनै बेला प्रश्न बाहिर कहीँ कतै भेटमा म तपाईलाई गर्नेछु। बाहिर कुनैको आज रोस्टममा मैले सोधिनँ। के तपाईलाई लाग्छ नेपालले भारतको सीमा साँच्चै मिचेको हो? सभामुख महोदय, हामीले यही सवाललाई लिएर सदन अवरोध गरिरहेका छौँ, तर प्रधानमन्त्री सदनमा उपस्थित हुने कुराको कुनै गुन्जाइसै छैन। तपाईले यो विवादको बीच केही दिनका लागि सदन स्थगित गर्नुभयो र हिजोबाट फेरि सदन सुरु भएको छ। तर सदन सुचारू गर्ने बारेमा जुन तदारिकता देखिनु पर्ने थियो, सत्ता पक्ष र प्रतिपक्षको बीचमा सभामुखज्यू र संसदीय दल प्रमुख सचेतक र सचेतकको बीचमा देखिनु पर्ने जुन सौहार्दता थियो, सुचारण गर्ने बेलामा तदारुकता थियो, त्यो देखिएन। सरोकारवाला सत्ता पक्ष थियो र सभामुखज्यू सदनको चेयरम्यान हुनुहुन्छ, यहाँबाट त्यो तदारुकता देखिनु पर्थ्यो। सम्माननीय सभामुखज्यू, यसबीचमा सबैभन्दा उद्वेग लाग्दो कुरा के भने भारत भ्रमणमा जानुभएको राष्ट्रपाका सभापतिजी नेपाल फर्केर आउनुभयो। उहाँसँग हामी भेट्यौँ, गफ गऱ्यौँ र उहाँले फर्केर भन्नुभयो सिमानाको बारेमा ढोल बजाएर छलफल हुन सक्दैन भनेर उहाँले भन्नुभयो। ठिक छ, उहाँले भन्नुभयो हो ढोल बजाएर हुन्न, तर दिल्लीमा छँदा सिमानाको स अनि कालो पानीको क पनि उच्चारण नगरी किन फर्किनु? हामीलाई पनि थाहा छ यो ढोल बजाएर गरिने कुरा होइन, यसका आफ्नै संवेदनशील मर्यादाहरू छन्, यसका मापदण्डहरू होलान्। तर यही कुरा दिल्लीमा हुँदा त्यो उच्च स्तरीय भेटघाटमा जो नेपाली राजनेताले कल्पना मात्रै गर्न सक्छ, त्यो खालको उपलब्धि भेटघाट हुँदै गर्दाखेरि किन त्यो उच्चारण भएन? सिमानाको स किन डराउनु भयो? कर्णालीको क उच्चारण गर्न किन डराउनु भयो?
परराष्ट्र मन्त्री भारत भ्रमणमा आउनुभयो। उहाँले प्रधानमन्त्रीले बोलेको विषयमा प्रतिपक्षले उठाएको सन्दर्भमाथि टिप्पणी गर्नुभयो। मैले श्रद्धेय राष्ट्रसभाका सभापतिज्यूसँग सर्वदलीय बैठकमा पनि बोलेको थिएँ। मेरो सार्वभौम संसदमा उभिएर सार्वभौम मुलुकको मेरो प्रधानमन्त्रीले रोस्टमबाट बोलेका कुराहरूको जवाफ यहीँ दिनु पर्थ्यो, यही खोज्नु पर्थ्यो। तर उहाँकै मन्त्री परिषदको एकजना सदस्यले इन्डियाको भूमिमा, भारतको भूमिमा गएर उहाँको कुरालाई खण्डन किन गर्नु पर्यो भनेर मैले सोधेको थिएँ सभापति महोदय। टिप्पणी गर्नुभयो। उहाँले प्रधानमन्त्रीले बोलेको विषयमा त्यहाँ गएर टिप्पणी गर्नुभयो। जेठ 17 यताका पछिल्ला दिनहरूमा हामीले के देखेका छौँ भने सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू, नेताहरूबीच ठुलो प्रतिस्पर्धा एवं होडबाजी चलिरहेको छ। सभामुख महोदय, प्रधानमन्त्रीले बोल्नु भएको विषयलाई सही ठहर्याउनका निमित्त, त्यसलाई पुष्टि गर्नका लागि नेपालले भारतको भूमि मिचेकै हो भनेर यो कुरालाई थापित गर्नुपर्छ भनेर भ्रम छर्ने अति रञ्जित रूपमा प्रस्तुत हुने गर्नुभएको छ। यसो किन गरिराख्नु भएको छ मलाई थाहा छैन। यो विषयको छलफललाई लम्ब्याइरह्यो भने हामीलाई डर लागेको छ। सभामुख महोदय, अहिले नेपालको जति भूमि छ त्यो मध्ये आधा जति भूमि नेपालले भारतको भूमि खोसेर मिचेर लुटेर बनाएको हो भन्ने कुरा स्थापित हुने खतरा बढ्दै गएको छ। यो अत्यन्तै दुःखद छ। त्यो खालको मानक थापित हुने अवस्था सिर्जना गराइदिनु भएको छ उहाँहरूले। सम्माननीय सभामुख महोदय, प्रधानमन्त्रीको गैर जिम्मेवारीले सबै किसिमको पराकाष्ठा वा हद पार गरेको छ। आफूले बोलेको विषयको आयतन वा प्रभाव कति हुन्छ भन्ने कुराको हेक्का उहाँले गर्नुभएको छैन। जस्तो उदाहरणको लागि प्रधानमन्त्रीले उक्त कथनमा के भन्नुभयो भने सीमा विवाद समाधानका हेतु हामीले बेलायतसँग कुरा गरिरहेका छौँ। यो ब्रिटिस इन्डियाले छाडेर गएको समस्या हो, त्यसकारण यसमा इङ्ल्यान्डले सरोकार राख्नुपर्छ। प्रधानमन्त्रीले यति बोलिसकेपछि के सङ्कट आइलाग्यो भने प्रधानमन्त्रीका समर्थक प्रशंसकले रफू गर्नुपर्ने, त्यसका उप सफाई गर्नुपर्ने अवस्था आयो। त्यो गर्नका लागि परराष्ट्र मन्त्रालयले, परराष्ट्र मन्त्रीले, शीघ्र राज्य संयन्त्रले हामीले बेलायतसँग नक्सा मागेका छौँ भनेर भन्नुभयो। त्यो नक्सा पनि कुनै दिन यहाँले देखाउनु होला। 2015 मा जति बेला भारत र चीनले द्विपक्षीय सहमतिबाट मान सरोवरको लागि रुट खुल्ला गरे, त्यति बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारले तथ्य प्रमाण सहित दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो। कसरी त्यो भूमि हाम्रो हो, नेपालको हो भनेर। अहिले हाम्रा प्रधानमन्त्री बालेन शाहले गरेको बचकना तर्कले गर्दा प्रधानमन्त्रीले ठिक ठहराउनका लागि हामीले बेलायतसँग नक्साको पहुँच खोजिरहेको तर्क गरिरहेका छौँ। यो सबै कुराले हामीले के सजिलो बनाइरहेका छौँ भने भोलि भारतसँग सीमा वार्तामा बस्दा भारतीय पक्षले सन्तोषपूर्वक भन्न सक्ने भयो नेपालको प्रधानमन्त्री सीमा सम्बन्धी अति सामान्य कुराको पनि जानकार छैनन्, उनलाई क्रस बोर्डर अकुपेसन र ल्यान्ड इन्क्रोचमेन्टका बीचका अन्तर समेत थाहा छैन। नेपालले आफ्नो सीमाबारे दाबी गर्दा प्रस्तुत गरेका जति पनि ऐतिहासिक दलिल र प्रमाणहरू छन्, ती दलिल र प्रमाणहरू बिना आधार पेश गरेको रहेछ भन्ने पुष्टि हुने अवस्था आउने भयो। सभामुख महोदय, प्रधानमन्त्रीले देखाएको एउटा सानो अज्ञानताले हाम्रो पूर्वजहरूले, हाम्रा निकटवर्ती राजनेताहरूले हाम्रो भूगोलको अखण्डतालाई जोगाउन प्रयोग गरेका सबै खाले प्रयासलाई एकै पटक विवादको भुमरीमा मात्र पारेको छैनौँ, त्यसलाई खारेज गर्ने प्रपञ्च समेत देखा परेको छ। म यो पनि निवेदन गर्न चाहन्छु। मेरो कुरा टुङ्गिनै लागेको छ सभामुख महोदय। सम्माननीय सभामुख महोदय, यस्तो परिस्थितिमा प्रमुख प्रतिपक्षको रूपमा हामी के निष्कर्षमा पुगेका छौँ भने प्रधानमन्त्रीले गरेको यो खालको बचकाना क्रियाकलापलाई बचाउनका लागि प्रत्येक दिन थप नयाँ कुतर्कहरू र यसको अनन्त श्रृङ्खला जारी हुने खतरा बढेको छ। हामीले राष्ट्रिय प्रतिष्ठालाई लोकलाजको विषयबाट जोगाउन पनि यो अवस्थालाई तत्काल रोक्न चाहन्छौँ। प्रधानमन्त्रीले जग्गा भन्नुभएको, भूमि भन्नुभएको होइन, कसैले यो तर्क गरिराख्नु भएको छ, कसैले त्यो तर्क गरेका छन्। कुतर्कको साँच्चै भन्ने हो भने बाढी जस्तै चलेको छ। सभामुख महोदय, सरकारी पक्षले विशेष गरी परराष्ट्र मन्त्री र राष्ट्रसभाका श्रद्धेय सभापतिजीले समेत भारतबाट प्रकाशित हुने पत्रिका हिन्दुस्तान टाइम्समा हामीसँग विगतको ब्यागेज छैन भनेर बारम्बार दोहोऱ्याउनु भएको छ। यसको अर्थ के हो सभामुख महोदय? तपाईँ मार्फत म श्रद्धेय शाहज्यूलाई म सोध्न चाहन्छु, यसबारे उहाँहरूले प्रश्न पार्नुपर्छ। राजनीतिक शास्त्रमा एउटा देश बन्नका लागि, राष्ट्र बन्नका लागि चारवटा कुरा आवश्यक मानिन्छ सभामुख महोदय। एक, भूगोल, जनसङ्ख्या, सरकार र सार्वभौम सत्ता। चैत्र
13 गते राष्ट्रसभाको सरकार बनेपछि के यी चारैवटा कुरा फेरिएका हुन्? भूगोल, जनसङ्ख्या र सार्वभौम सत्ता पूर्ववत नै कायम छ। फेरिएको एउटा सरकार मात्र हो, बाँकी कुरा त जिउँका त्यौँ छन्। हिजो कुनै बेला अन्य पार्टीका श्रद्धेय साथीहरूलाई पनि पहिलो पटक सरकारको नेतृत्व गर्दा यस्तै भ्रम परेको थियो। आज त्यो भ्रमले राष्ट्रसभाका साथीहरूलाई खर्लप्पै निलेको अनुभूति मलाई भइरहेको छ। सभामुख महोदय, सम्माननीय सभामुख महोदय, दुई देशको बीचको सम्बन्धका विषयमा कुनै एउटा राजनीतिक दलले सरकार फेरिन साथ त्यसको दर्शन सिद्धान्त अनुसार विदेश नीतिमा केही आंशिक बदलाव हुनु सक्छ, आंशिक बदलाव हुन सक्छ, त्यो कुनै अन्यथा होइन। तर हामीले आज ऐतिहासिक यथार्थ र राजनीतिक शास्त्रमा स्थापित देश बीचको सम्बन्धका सार्वजनीन तथ्यहरूको उपेक्षा गरेर कसलाई सजिलो बनाइराखेका छौँ। उदाहरणको लागि हामीले राज संस्थात्मक व्यवस्थालाई फ्यालेर गणतान्त्रिक व्यवस्था लिएर आएका हौँ। तर त्यसको मतलब हामीले पृथ्वीनारायण शाहले दिएको शाहले देशको एकीकरणको नेतृत्व गरेको कुरालाई तोडमोड गर्न सक्दैनौँ। हामीले त्यो तथ्यलाई चाहेर पनि मेट्न वा नयाँ बनाउन सक्दैनौँ। नेपाली कांग्रेस पार्टीले 2033 सालमा राष्ट्रिय मेलमिलापको नीति प्रवर्तन गर्दा हाम्रा श्रद्धेय संस्थापक नेता नेपाली लोकतन्त्रका आदिपुरुष बीपी कोइरालाले भुज राजनीतिक खिचतानीले भूगोलको आधारमा साना देशहरूको सार्वभौम सत्ता मात्र नभएर तिनीहरूको अस्तित्व नै खतरामा परेको बेला आफ्नो ज्यानलाई हत्केलामा राखेर नेपाल फर्किएको कुरा म सम्मानित सदनमा श्रद्धेय सभापतिज्यू मार्फत स्मरण गराउन चाहन्छु। जब नेपालको अखण्डता, सार्वभौम सत्ता, राष्ट्रिय एकता खतरामा परेको छ, त्यति बेला नेपाली कांग्रेसले कहिल्यै पनि पक्ष विपक्ष हेरेको छैन, को सत्तामा छ भनेको छैन। त्यस्तो राष्ट्रिय सङ्कटको बेला नेपाली कांग्रेसको अर्जुन दृष्टि जहिले पनि राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकताको सुदृढ गर्ने बारेमा केन्द्रित भएको कुरा पनि म निवेदन गर्न चाहन्छु। हामीले अहिलेको चुच्चे नक्सा जारी गर्ने बेलामा नेकपा एमालेका श्रद्धेय नेता केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो। यो पहिलो गणतान्त्रिक संसदको कुरा थियो। सभामुख महोदय, हामीले त्यस बेला त्यसको लाभ एमालेलाई हुन्छ वा श्रद्धेय ओलीजीलाई फाइदा हुन्छ भनेर हामीले हेरेनौँ। त्यो सुविधा थियो, हेर्न सक्ने सुविधा। किन भन्दाखेरि कांग्रेसले राष्ट्रियताको विषयमा कहिले पनि सानातिना झिना मसिना कुरामा अल्झिएर समय बर्बाद गरेन। सम्माननीय सभामुख महोदय, आज यो संवेदनशील विषयमा कतिपय साथीहरूको प्रधानमन्त्रीजीको राजीनामा माग्नुपर्छ, सरकारलाई अप्ठ्यारो पार्नुपर्छ भन्ने खालको हामी भित्रै पनि, मेरै पार्टीभित्र पनि, म अरू साथीहरूलाई भन्न चाहन्न, मेरै पार्टीभित्र यही बेलामा चाहिँ नै अलिक दरै गरी पेल्नुपर्छ भन्ने खालको विचारहरू सल्लाहहरू नआएको होइन, आएका थिए। तर अहिले हामीहरू ती सबै कुराहरूलाई नसोचेर हामीले अहिले प्रधानमन्त्रीको राजीनामा मागिराखेका छैनौँ। नेपाली कांग्रेसले सरकारलाई अप्ठ्यारो पार्न सक्ने विषय यो साँच्चै थियो। यही मौकाको फाइदा छोप्दा पनि हुन्थ्यो होला, अघि नै भने सुझावहरू नआएका पनि होइन। सीमा विवादको बारेमा प्रधानमन्त्रीको अभिव्यक्तिले गर्दा यो विषय लम्बिँदै र तन्किँदै जाँदा हाम्रो राष्ट्रिय हित र राष्ट्रियता थप कमजोर हुने अवस्था बनेको छ। हामीले यो अवस्थामा एउटा पोजिसन लिएका छौँ, एउटा स्ट्यान्ड लिएका छौँ र प्रधानमन्त्रीले सदनमा आएर सफाई दिनुपर्छ भनेका छौँ। त्यसले गर्दा उहाँले भुलवश यो कुरा बोल्नु भएको कुरा सदनको रेकर्डमा र इतिहासमा दर्ज हुन्छ। त्यसले नै यो विषयको बैठान मात्र होइन, देशको हित हुन्छ भन्ने निष्कर्षमा हामी छौँ। तर हामीले अहिले आएर के महसुस भएको छ हामीलाई भने हामीले यो विषयलाई लिएर संसदलाई अवरोध गरिराख्दा देश र जनताका अनेकौं मुद्दाले संसदमा प्रवेश पाउँदैन र अनेकौं जरुरी छलफललाई असर पुग्छ। आज हामीलाई त्यस्तो पनि लागिराखेको छ, महसुस भइराखेको छ। आफ्नो स्थापना कालदेखि राष्ट्रिय शक्तिको जिम्मेवारी बोधबाट अनुप्राणित रहिआएको नेपाली कांग्रेस यही न्यूमा, यही बहानामा संसद अवरोध गर्ने कार्यले सबैभन्दा ठूलो घाटा देशलाई हुन्छ, हाम्रो मातृभूमिलाई हुन्छ भन्ने हो। त्यसैले म नेपाली कांग्रेसको तर्फबाट प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सम्माननीय सभामुखजीलाई यो जानकारी गराउँछु कि तपाईले प्रधानमन्त्रीलाई रुलिङ गरेर सदनमा ल्याउन सक्नु भएन, प्रधानमन्त्री सदनमा आउनु भएन। अब प्रधानमन्त्रीको माफीको कुरा मैले धेरै ठाउँमा भनेको छु। अब प्रधानमन्त्री पनि अब गाउनु हुनुभयो, उहाँ आउनुस् नआउनुस् हामीलाई अब सरोकार भएन। हामीले यही देखेका छौँ, यही नियति हो। यो नियतिबाट मुलुकलाई उठाएर लाने हाम्रो संकल्प हो। त्यसले गर्दा अब उहाँ गाउनु हुनुभयो हाम्रो लागि, उहाँसँग अब हामीहरूलाई उहाँको उपस्थिति खासै धेरै जरुरतको कुरा पनि भएन।
किनभने प्रधानमन्त्रीले अब संसदमा माफी होइन, यो माफी देश र जनतासँग माग्नुपर्छ। म यो सदनबाट भन्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीलाई लागेको होला मैले संसदको उपेक्षा गर्न सक्छु, जुन उहाँले गरिराख्नु भएको पनि छ, तर इतिहासका प्रतिको जवाबदेहिताबाट उहाँ अनन्त कालसम्म भाग्न सक्नुहुन्न। यो पनि हेक्कामा रहोस्। म यही संसदको रोस्टमबाट म भन्न चाहन्छु। सम्माननीय सभामुख महोदय, प्रतिपक्षको रूपमा हामीलाई यति विश्वास छ कि जुन देश र जनताले उहाँलाई प्रधानमन्त्री बनायो, त्यो कुर्सीमा आसीन गराए, तिनले प्रधानमन्त्रीका एक एक यी सबै पछिल्लो चोटिका मनै दुख्ने कुकृत्यहरूको हिसाब पनि राख्नेछन्। जनताको कालो डायरीको प्रसङ्ग अघि नै मैले भनिसकेको छु। तर आजको मितिमा प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भनेर प्रतिपक्ष गैर जिम्मेवार बन्न सक्दैन। हामी संसदको रेकर्डमा यो कुरा दर्ज गर्न चाहन्छौँ। प्रधानमन्त्रीले जेठ 17 गते सदनमा बोलेको कुरा घोर निन्दनीय र आपत्तिजनक छ। त्यो अभिव्यक्तिको हामी भत्सना गर्दछौँ। यो विषय हामी सदनमा निरन्तर उठाइराख्नेछौँ र जनताका बीचमा पनि निरन्तर लिएर जानेछौँ। तर यही बहानामा राष्ट्रपाले वा प्रधानमन्त्रीले उहाँहरूकै टिमले राष्ट्रको थप बेइज्जत गर्ने कुरा हामी हुन दिँदैनौँ। हामीलाई त्यो कुरा सह्य हुँदैन। हामी त्यसलाई तत्काल रोक्न चाहन्छौँ। अत यो प्रकरणमा संसद अवरुद्ध गरिआएकोमा प्रधानमन्त्रीको गैर जिम्मेदारीको कुनै ओखती तत्कालको लागि नदेखिएकोले त्यो नीति बदलेको कुरा पनि सम्माननीय सभामुख मार्फत म जानकारी गराउन चाहन्छु। सभामुख महोदय, मेरो कुरा टुङ्ग्याउँदै गर्दा, अब यो चाहिँ साँच्चै टुङ्ग्याएको सभामुख महोदय, मेरो कुरा टुङ्ग्याउँदै गर्दाखेरि यो चोटिको संसदमा केही रमाइला झाँकीहरू पनि देखियो। सामान्यतया संसद सत्ता पक्ष र प्रतिपक्षको बीचमा विषयवस्तुहरूमा छलफलमा वाद विवाद हुन्छ, दन्त बजानहरू हुन्छ, चर्काचर्की हुन्छ, उठाउठ हुन्छ। तर यो चोटिको संसद बिल्कुलै फरक शैलीमा सत्ता पक्ष अत्यन्त शान्ति। अब यो उदाहरण दिउँमा त अलिक नराम्रो हुन्छ कि जस्तो डर पनि लागेको छ। सभाजी फेरि हामीलाई तुरुन्तै रुलिङ गरिदिइहाल्नुहुन्छ। तै पनि भन्छु, त्यो उदाहरणै दिन सकिन्छ। मुर्दा शान्ति भन्छ नि, भिड त धेरै छ तर शान्त। सत्ता पक्ष अत्यन्तै शान्त, प्रतिपक्ष आन्दोलित। अनि सवाल जवाब सभामुखसँग, श्रद्धेय सभामुखज्यू, यो देखिएको यो चोटिको बिर्सनै नसकिने झाँकी। हामी सत्ता पक्षसँग वाद विवाद गरिरहेका छौँ, छलफल गरिरहेका छौँ कि त्यो पनि हामीलाई कन्फ्युजन भयो। त्यो बेलामा सभामुखज्यूले संसदको मर्यादालाई कायम राखिदिनु पर्दथ्यो, राख्ने कोसिस गर्नुभयो होला, तर हामीलाई त्यस्तो महसुस भएन। अनि हामी निरन्तर सभामुखसँग लडिरह्यौँ। मैले अहिले पनि बिर्सेको छैन सभामुखज्यूले भन्नुभएको, प्रतिपक्षको बेन्चमा हेरेर तपाईँलाई कति घन्टा चाहियो, 1 घन्टा 2 घन्टा 3 घन्टा यसो भन्नुभएको मैले पनि सुनेको थिएँ। यो कति मर्यादित हुन्छ। मलाई सभामुखलाई जस्तो त्यो अधिकार पनि छैन रुलिङ गरेर हटाउँछु त्यो रेकर्डबाट, किनभने मलाई मेरो मर्यादाले मर्यादित चेयरमाथि अम्ली उठाउन पनि दिइराखेको छैन। यो परिदृश्यहरू देखियो। म यो विषयमा यति नै मात्रै भन्न चाहन्छु सभामुख महोदय, संसदको चिरहरण भइराख्दाखेरि सभामुखज्यूको कुर्सी जसरी टुलु हेर्ने अवस्थामा पुग्यो, जसरी लाचार भएको जस्तो मैले अनुभूति गरेँ। यद्यपि व्यक्तिगत रूपमा मेरो जति पनि चिन्जान छ सभामुखज्यूसँग, म त्यो लाचारी उहाँमा देख्दिनँ। तर त्यो बेलाको मेरो अनुभूति, मेरो सोच र ठ्याक्कै बदलिहालेको दृष्टिकोण त्यो ढङ्गबाट अगाडि बढेको पनि हो सभामुख महोदय। त्यसले गर्दाखेरि त्यो लाचारी पनि देखियो। त्यसले गर्दाखेरि मेरो कुरा म जाँदै गर्दाखेरि एउटा भुपी शेरचनले, हाम्रो अत्यन्तै लोकप्रिय साहित्यकार हुनुहुन्छ, उहाँले भन्नुभएको छ, घुम्ने मेचमाथि, त्योभन्दा उताको शब्द मैले बिर्सेँ अहिले सभामुख महोदय, सम्झना आइराखेको छैन। त्यो कविता मलाई याद आइराखेको छ। त्यसले गर्दाखेरि म सभामुखज्यू मार्फत अन्तिममा एउटा कुरा भन्दै मेरो कुरा टुङ्ग्याउँछु। म यही कुरा राखेर अन्तिममा मेरो कुरा टुङ्ग्याउन चाहन्छु सभामुख महोदय। म सभामुखज्यू मार्फत धादिङको कुनै निर्वाचन क्षेत्रबाट
निर्वाचित हुनुभएको मेरा मित्र स्वर्गीय डिपी अर्याललाई म सोध्न चाहन्छु। स्वर्गीय सभामुखज्यू मार्फत धादिङको कुनै क्षेत्रबाट अत्यन्तै लोकप्रिय मत लिएर जितेर आउनुभएको मेरा मित्र माननीय सांसद डिपी अर्यालज्यूलाई म सोध्न चाहन्छु। म एउटा कुरा भन्न चाहन्छु, बडो हतलाग्दो छ, राम्रो छ। मैले हिँड्ने बाटोमा यति धेरै काँडाहरू पनि नछरिदिनुस्, यति धेरै काँडाहरू पनि नरोपिदिनुस्। के थाहा भोलि त्यही बाटो भएर तपाईँ स्वयं मलाई भेट्न पनि आउनुपर्ने हुन्छ। यति नै कुरा राखेँ मैले सभामुख महोदय। धन्यवाद। जय नेपाल।